अधिकार मागेला नहीं जा, घुमेला जा पशुपति। नमस्ते साथीहरू, वेलकम ब्याक टु एजुकेसन अफ नेपाल। आजको भिडियोमा हामी कुरा गर्दैछौँ बालेन शाहको पुरा जीवन कथा। उहाँ कहाँ जन्मिनुभयो, कसरी र्यापर इन्जिनियर हुँदै काठमाडौँ महानगरको मेयर बन्नुभयो र किन उहाँ आज युवाहरूको आवाज बनेको छन्। भिडियो अन्तसम्म हेर्नुहोला। बालेन शाहको सुरुवाती जीवन। बालेन शाहको पुरा नाम बालेन्द्र शाह। उहाँको जन्म नेपालको तराई क्षेत्रमा भएको हो। सानै उमेरदेखि बालेन शाह अलि फरक सोच राख्ने व्यक्ति थिए। उहाँ पढाइमा साथै राम्रो हुनुहुन्थ्यो, तर साथै साथै बालेन शाहको पुरा नाम बालेन्द्र शाह हो। उहाँको जन्म नेपालको तराई क्षेत्रमा भएको हो। सानै उमेरदेखि बालेन शाह अलि फरक सोच राख्ने व्यक्ति थिए। उहाँ पढाइमा राम्रो हुनुहुन्थ्यो, तर साथै साथै समाजको अवस्था, राजनीतिक र अन्य प्रति पनि चासो राख्दै हुनुहुन्थ्यो। सानैदेखि सिस्टम गलत छ भन्ने सोच उहाँको देखिन्थ्यो। शिक्षा र इन्जिनियरिङको यात्रा। बालेन शाहले सिभिल इन्जिनियरिङ पढ्नुभयो। इन्जिनियरिङको रूपमा उहाँले संरचना, योजना र व्यवस्थापन गहिरोसँग बुझ्न थाल्नुभयो। उहाँ यही इन्जिनियरिङ सोचले पछि काठमाडौँको मेयर महानगरमा सडक, फुटपाथ नक्सा अध्ययन अवस्थामा कडा निर्णय लिन मद्दत गर्यो। उहाँ किताबको मात्रै इन्जिनियर होइन, ग्राउन्ड रियालिटी बुझ्ने इन्जिनियर हुनुहुन्थ्यो। र्यापर, म्युजिक र आवाज उठाउने बालेन। बालेन शाह धेरैलाई र्यापर बालेन भनेर पनि चिनिन्छ। उहाँको र्याप गीतहरू मनोरञ्जनका लागि मात्रै होइन, भ्रष्टाचार, राजनीतिक र सिस्टममाथि प्रहार हुन्थ्यो। उहाँको गीतमा युवा पुस्ताको पीडा, आक्रोश र सोच आवाज सुनिन्थ्यो। त्यति बेला नै मानिसहरूले भन्न थाल्यो, यो मान्छे नेता बन्न सक्छ। राजनीतिमा प्रवेश। 2022 साल स्थानीय चुनावमा बालेन शाहले कुनै पार्टी बिना स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौँ महानगरको मेयरको उम्मेदवारी दिनुभयो। ठुला पार्टी, ठुला नेता बीचहरू एक इन्डिपेन्डेन्ट उम्मेदवार जित्छ भन्ने सोच कसैको थिएन। तर जनताले नयाँ सोच, नयाँ अनुहार र साहसी आवाज रोज्यो। बालेन शाह ऐतिहासिक रूपमा काठमाडौँको मेयर विजय भयो। मेयर बनेपछि बालेन शाह सिधै कडा निर्णय लिन थाल्यो। अवैध संरचना हटाउने, फुटपाथ फिर्ता गराउने, नियम बिना बनेको घर पसलमाथि कारबाही, सिस्टम अनुसार काम गर्न दबाब। यसले कसैलाई सुख बनायो, कसैलाई रिस उठायो। तर बालेनले स्पष्ट भन्यो, कानुन सबैको लागि बराबर हो। विवाद, आलोचना र समर्थन। बालेन शाहको काम सबैलाई मन परेन। व्यवसायी, राजनीतिक समूह र केही नेताहरूले उहाँको आलोचना गरे, तर युवा पुस्ता, सामान्य जनता र सिस्टम परिवर्तन चाहनेहरूले बालेनलाई खुलेर समर्थन गरे। बालेन शाह फियरलेस मेयर भनेर चिन्न थाल्यो। बालेन शाह किन फरक छन्? बालेन शाह फरक छन् किनकि पार्टीको दबाव छैन, पैसा भन्दा सिद्धान्त रोज्छन्, पावर भन्दा सिस्टम सुधार चाहन्छन्। बालेन डराउँदैनन्। उहाँ पर्फेक्ट नेता होइन, तर साँचो बोल्ने नेता पक्कै हुन्। बालेन शाहको कथा एक व्यक्तिको मात्रै होइन, नयाँ नेपाल चाहने युवाहरूको कथा हो। इन्जिनियरिङ, र्यापर, मेयरको यात्रा हामीलाई सिकाउँछ परिवर्तन सम्भव न छ। सिस्टमसँग लड्न हिम्मत चाहिन्छ। आवाज उठाउने मान्छे नै नेता बन्छ। यदि यो भिडियो मन पर्यो भने लाइक, शेयर एन्ड सब्सक्राइब एजुकेसन अफ नेपाल। कमेन्ट गर्नुहोस् तपाईँलाई बालेन शाहको कस्तो नेता मान्नुहुन्छ। पुराना पार्टी र उनका पत्यारे नलाग्ने मेट्रो रेलसम्मको सपनाको चाङ लगाइएका घोषणा